आँखा देख्नु हुन्छ कि हुँदैन भनेर हामीले प्रश्न गर्न पाउनु पर्छ कि पर्दैन? अब यो प्रश्न मैले प्रतिपक्षका बेन्चका दिग्गज नेताहरूलाई सोध्न चाहन्छु। सदन सुरु हुँदै गर्दाको त्यो पहिलो दिनको सभालाई सम्झिरहेछु, जहाँ प्रतिपक्षको बेन्चतर्फ दिग्गज राजनीतिक पुस्ता देखिनुहुन्थ्यो भने सत्ता पक्षको बेन्चतर्फ भर्खरै राजनीतिमा उदाउँदै गरेको युवा पुस्ता। र त्यो दिन लागेको थियो कि प्रतिपक्षका अनुभवी र दिग्गज नेताहरूबाट लोकतन्त्रको संस्कार सिकाउला, बहसको मर्यादा सिकाउला र असहमतिलाई फरक तरिकाले सम्मान गर्ने कला सिकाउला। तर सभामुख महोदय, यहाँ त कहिले जिउँदा युवाहरूलाई लास भनिन्छ भने कहिले सभामुखलाई नै कान सुन्नु हुँदैन भन्ने कुराको व्याख्या गरिन्छ। र नियम 21 को ख मा प्रष्ट रूपमा लेखिएको छ, आँखा देख्नु हुन्छ कि हुँदैन भनेर हामीले प्रश्न गर्न पाउनु पर्छ कि पर्दैन? अब यो प्रश्न मैले प्रतिपक्षका बेन्चका दिग्गज नेताहरूलाई सोध्न चाहन्छु। 21 को ख मा प्रष्ट रूपमा लेखिएको छ, सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भन्ने कुरा प्रष्ट रूपमा लेखिएको हुँदाहुँदै जुरुक्क उठेर सभामुखले कान सुन्नु हुन्छ कि हुँदैन भन्ने कुरा त्यो के, त्यो नियतवश गरिएको हो कि, र त्यसलाई कुन शब्दले भाषा मिलाउने हो, त्यो भाषा कस्तो हुन्छ, त्यो भाषा प्रष्ट रूपमा प्रतिपक्षका दिग्गज मान्यहरूले यहाँ प्रष्ट रूपमा भन्न पर्यो। यदि भन्न सक्नुहुन्न भने आज जुन कुरा बोलिएको छ सभामुखले यो कान सुन्नु हुन्छ कि हुँदैन भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस्। यदि हटाइएन भने, यदि नहटाइएको खण्डमा राखियोस् सभामुख महोदय, ताकि इतिहासले हेरोस् कि प्रतिपक्षमा कस्ता कस्ता सभासदहरू सांसदहरू हामीले पठाएछौँ भनेर पुस्ताले देख्न मिल्ने गरी राखियोस्। यो दुईटा कुरा मध्ये एउटा कुरा गरियोस्। धन्यवाद।